हेलो गुड मर्निङ साथीहरू, मेरो नाम चाहिँ बबिता शाह हो अनि आज मेरो वेट लस जर्नीको डे 4/90 हो अनि मेरो टार्गेट चाहिँ 77 केजीदेखि 65 केजीसम्म हुनेसम्म छ। हजुरहरूलाई के लागिरहेछ साथीहरू, म हुन सक्छु त 65 केजीसम्म? मलाई त लागिरहेछ मेहनत गरे भने हुन्छ जस्तो लागिरहेछ। अनि म चाहिँ आज बिहान 6 बजेतिर उठेको अनि 6 बजे उठेर चाहिँ सबभन्दा पहिला गएर फ्रेस भएको अनि फ्रेस भएर फेरि मर्निङ वाकको लागि निस्किएको, किनभने मर्निङ वाक गर्न धेरै नै जरुरी छ। रातिमा हामी रेस्ट गर्छौँ अनि रेस्ट गरेर अलिकति चलबुल गर्नु धेरै नै जरुरी छ। अनि म चाहिँ टिचिङ हस्पिटलतिर मतलब राउन्ड मार्छु क्या, जाने आउनेवाला छ त्यो राउन्ड मारेर अनि मार्न गएँ अनि त्यसपछि वाकिङ पनि गरेँ, अलिकति रनिङ पनि गरेँ। हजुरहरू आफ्नो तरिकाले गर्न सक्नुहुन्छ, जे पनि फ्री रोड छ भने रनिङ गरे पनि हुन्छ। अनि त्यसपछि घर आएर अलिकति स्किपिङ पनि गरेँ थोरै अनि स्किपिङ गरिसकेपछि सबभन्दा पहिला चाहिँ म आफ्नो वेट नापेँ। वेट चाहिँ आज मेरो 1 केजी घटेको छ साथीहरू, 77बाट 76.85 भएको छ। अनि त्यसपछि वेट चेक गरेर सबभन्दा पहिला म चाहिँ आज चिया सिड वाटर खाएँ। चिया सिड पानी सधैँ खानुपर्छ, बिहानको रातिमा भिग्न हाल्नु होला अनि त्यसपछि बिहानको खानु होला। अनि त्यसपछि फेरि म चाहिँ 10 बजेतिर खाना खाएको, 10 देखि 11 बजेसम्म खाना खान पाइन्छ। खानामा चाहिँ म आज भात खाएँ, गेडागुडीको सब्जी खाएँ, साग थियो अनि सलाद थियो। गेडागुडी धेरै नै फाइदा गर्छ, मतलब वेट लसको लागि हजुरहरू मतलब लाइक नास्तामा पनि लिन सक्नुहुन्छ, बोइल गरेर अनि मिठो हुन्छ। अनि खाना खाएर त्यसपछि 1 घन्टापछि म चाहिँ पानी खाएको, खाना खाएर तुरुन्तै पानी पनि खानु हुँदैन। अनि त्यसपछि फेरि 1:30 बजेतिर लाइट नास्ता भन्नुभएको थियो गर्नलाई अनि त्यसमा चाहिँ 2वटा बोइल एग खाएँ। त्योमा पनि जुन येल्लो पार्ट हुन्छ त्यो हटाएर खानु होला, येल्लो पार्टमा धेरै नै मतलब फ्याट हुन्छ। अनि त्यसपछि 4 बजेतिर फेरि म चाहिँ नास्ता गर्न लागेको, स्न्याक्स गर्न लागेको। त्यसमा मकै बोइल गरेर मतलब मेज बोइल गरेर, मकै हामी आफ्नो भाषामा भन्छौँ। अनि त्यसपछि मकैलाई फेरि बोइल गरेर चटपटे जस्तो बनाएँ, किनभने चटपटे जस्तो बनायो भने अलिकति टेस्टी पनि लाग्छ खानालाई। त्यसमा सबै थोक टमाटर प्याजहरू हालेर सबै थोक बिरे नुनहरू सब थोक हालेर मिठो पनि हुन्छ खाना। किन चाहिँ हामी नराम्रो खाने, हामी चाहिँ टेस्टी पनि खाने र वेट लसमा पनि काम लाग्छ र मिठो पनि हुन्छ। त्यसपछि खाना खाइसकेपछि फेरि नास्ता खाइसकेपछि एकछिनपछि मतलब 10-15 मिनट पछि खाना खानुभन्दा डिनर गर्नुभन्दा पहिला एकछिन चाहिँ एक्सर्साइज गरेको, रुममै कार्डियो युट्युबमा सर्च गरेर। म चाहिँ अहिले जिम केही गरिरहेको छुइनँ, जिम म अहिले गर्दिनँ। पहिला आफ्नो यो मतलब डाइट प्लान गरेर घरमै वर्कआउट गरेर हेर्दैछु कति के कस्तो रिजल्ट आउँछ। अनि त्यसपछि मतलब राम्रो आयो भने बिना जिमको पनि डाइट राम्रोसँग फलो गर्यो भने हुन्छ। मेरो डाइट चाहिँ धेरै नै राम्रोसँग फलो भइरहेको छ साथीहरू। अनि त्यसपछि अलिकति एक्सर्साइज गरेर अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लागिरहेछ नि साथीहरू, म चाहिँ फर्स्टै बनाउन लागेको, त्यसैले अलिकति बढी एक्सपिरियन्स छैन, बोल्न पनि गाह्रो भइरहेको छ। हजुरहरू सबै भिडियोहरू हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि त्यसपछि फेरि एक्सर्साइज गरेपछि आधी घन्टापछि फेरि मतलब आधी घन्टा रेस्ट गरेर अनि मतलब फेरि डिनर गर्न लागेको। डिनरमा चाहिँ त्यही मतलब आज भात खाएन, रोटी नै खाएँ, साग थियो, सब्जी थियो। साग सब्जी जति खानुहुन्छ त्यति राम्रो, सलाद त झन् जति, तर सलाद खानुहुन्छ भने खाना खानुभन्दा पहिला खानु होला, त्यो राम्रो हुन्छ। खाना खानुभन्दा पहिला खानुहुन्छ भने, किनभने त्यसमा फाइबर्सहरू धेरै नै हुन्छ सलादमा। अनि सलाद खाएपछि अनि खाना खानु होला। त्यसपछि खाना खाएर फेरि म 5 मिनट जति रेस्ट गरेँ अनि 5 मिनटपछि फेरि गएँ मतलब वाक गर्नको लागि। मतलब एकछिन नै हिँड्नुपर्छ, किनभने खाना नाइट डिनर गरेर तुरुन्तै सुत्नु हुँदैन। अनि वाकहरू गरेँ अनि रमाइलो पनि लाग्यो, मतलब हावाहरू पनि चल्छ अनि रमाइलो लाग्छ। अनि त्यसपछि वाक गरेर आएँ अनि त्यसपछि फेरि लेमन वाटर खाएँ। मतलब रातिमा सुत्नुभन्दा पहिला म चाहिँ सधैँ तातो पानी र लेमन